यहाँ हेर्नुहोस् न इस्कुस, यो चाहिँ इस्कुस साथीहरू यति दामी फलेको छ नि। यिनीहरू तर अब चाहिँ छिपिँदैन, यिनीहरूलाई टिपेर खोलिदिँदा हुन्छ। अब चाहिँ जाडोले छोइसकेको हो नि त। यहाँ हेर्नु न, अब जति छिप्यो नभए अब चाहिँ इस्कुस हाम्रो छिपिँदैन। हेर्नु नै दामी फलेको थियो नि यसपालि चाहिँ यिनीहरू चाहिँ अब छिपिँदैन, यो गाईलाई टिपेर दिँदा हुन्छ खोले। यहाँ हेर्नु नै एकदमै बेसी फलेको थियो। अनि यत्रो ठुल्ठुलो छ हाम्रोमा चाहिँ इस्कुस चाहिँ, यो चाहिँ छिप्पिएको होला सायद। घेरा छ नि त साथी हो। हेर्नु न, अब अलि दिन चाहिँ यहाँ चाहिँ ज्यादा खोल्नुपर्छ। हेर्नुहोस् न इस्कुस हो साथी हो, इस्कुस कत्रो छ नि यसको ज्याङ चाहिँ तपाईँहरूलाई म देखाउँछु। हेर्नु न यहाँतिर पनि फलेको छ हाम्रो। यसको झ्याङ चाहिँ यति ठुलो छ।